Hello guys, good morning. Ay. Good morning guys. अब म अझै सेरापलिङमै छु। अनि आज चाहिँ म अनि मेरो साथी 3 जना र हाम्रो टुगुला and with the सेरापलिङको आनीहरुसँग चाहिँ उहाँहरुको गुम्बा कुल्लु मनालीमा जान लागेको। आज त्यहाँ गएर अनि त्यहाँ बस्ने हैन। अनि भोलि चाहिँ हामी तीर्थयात्रा नै घुम्न जान लागेको है, पिलग्रिमेज हैन। सो हेरौँ हैन कस्तो हुन्छ, हेरौँ। सो या लेट्स अब फ्रेश हुन्छु, ब्रेकफास्ट खान्छु, then I will meet my friends and yeah, let's go. Hello, so यता हिमाचल प्रदेश सेरापलिङ मोनास्ट्रीमा आएको चाहिँ त्यस्तै 10-12 दिन भयो। अनि फर्स्टको 5 दिन चाहिँ गुरुजीको दीर्घायुको लागि पूजाहरू गरे हैन। त्यो पूजा अनि त्यो प्रोग्रामहरु सबैमा चाहिँ मैले ब्लग बनाउन पाएन, किनभने म पनि त्यो पूजामा बस्ने र प्रोग्राममा बस्ने गरेको थिएँ। अनि 5 दिनको पूजाहरु एकदम राम्रो भयो हैन। त्यसपछि चाहिँ गुरुजीको बर्थडेको सेलिब्रेसन चाहिँ 2 दिन थियो। बर्थडे पनि एकदम भव्य तरिकाले मनाए हैन, एकदम स्पेशल थियो बर्थडे हैन। यत्रो ठुलो केकहरु थियो कि या इट वाज वन्डरफुल हो। अनि बर्थडेको सेकेन्ड डेमा चाहिँ बेलुका नाचगानहरु पनि थियो। त्यसमा पनि मैले आई कुडन्ट टेक हुन्छ नि अब धेरै भिडियोहरु खिच्न पाएन। एन्ड देन अनि त्यही पूजाहरु थियो है। सो आज चाहिँ अनि हामी अब यहाँ सेरापलिङ गुम्बादेखि त्यस्तै 5 घण्टाको सवारीमा चाहिँ हामी नेकोर अघि भने जस्तै तीर्थयात्राको लागि जाँदै छौं हैन। र त्यहाँ गएर त्यो आनी गुम्बा पनि हेरौँला है। सो या एन्ड once again I'm very sorry हैन। यहाँ आएर राम्रो ब्लग बनाउँछु, राम्रो भिडियो बनाउँछु सोचेको थिएँ, तर किनभने त्यो भिडियोहरु म यता आए पनि त्यो भिडियोहरु तपाईले देख्दाखेरि तपाईलाई पनि मजा आउँथ्यो होला हैन। तर त्यस्तो गर्न सकिन। I'm sorry, but yeah, let's go हैन today and see what we can do, how tour कस्तो हुन्छ हेरौँ आजको टुर है। Yeah, let's go. Okay, so we are going to meet our टुकुला। लेट भयो हामी, हुन 9 बजे निस्किने हो कि 8:30 मा भेट्नु भन्दै चाहिँ टुकुलाले उठ्दा के गर्दा अलि ढिलो भयो। अनि अब हतारमा जाँदैछौँ है हामी। मेरो पछाडि आउँदैछ साथीहरु। ल सेरापलिङ गुम्बा जाँदैछौँ है हामी, जाँदैछौँ। आज गएर मेबी भोलि या पर्सि आउँला है। हामी चाहिँ खाना खान रोक्यौँ है यता नरलारे ठाउँको नाम। अनि 5 घण्टा जति लाग्ने रहेछ बाटोमा। अहिले हामी चिया पानी खान रोकेको है। ठाउँ चाहिँ दामी, आज मौसम दामी।
ल अब हामी खाना पनि खायौँ लन्च मजाले खायो हो अनि अब चाहिँ हामी निक्लिनु लागेको अब अझै 3 घण्टा जति लाग्छ हुन्छ हो सो या बिरामी चाहिँ नहोस् हैन गाडीमा टापु यहाँ में गुफा है गुफा बाजी है सामने मंदिर मंदिर पता नहीं मैं तो पहली बार आता यार गुफा कहाँ है गुफा गुफा मेरे को नहीं पता मैं कहाँ है पता नहीं मैडम ने ब्रिज में वहाँ यहाँ लिया है अब गुफा का मैडम और ये ओ यहाँतिर अब गुफा एउटा छ रे त्यो गुफा खोज्न आएको हामी चाहिँ सायद तिलोपाको गुफा होला है जाउँ खोज्दै जी ये थोड़ा ना हम जाके आए मने को त यावसा ए ल तिलोपा खोज्न गएको हामी चाहिँ हैन तिलोपा किन्ने हो रे खै तिलोपा आउने जस्तो भन्दै थियो हेरौँ न अब हैन दामी छ जस्तो ठाउँ तर आजकल नेहरू धेरै जस्तो है मान्छेले ध्यान नगर्ने सब हाम्रो बुद्धिस्टको नेहरू चाहिँ धेरै जस्तो मान्छेले यहाँ नगरेर के अब पछि म सेरा सकेर चाहिँ नेहरू यहाँ गर्नु पर्यो नेहरूको धापो गर्नु पर्यो यहाँ सबै मजाले कम्पा लगाएको छैन अरू मान्छेहरू पनि आएको रहेछ हो तुको बिस्तारै अझै एनजी त अब यहाँको मान्छे चाहिँ थाहा छैन कहाँ अनि थाहा हुन्छ हौ पुग्यो भन्दैछ है नेमा पुग्यो भन्दैछ है पानी पनि दामी रहेछ हौ 더 써도 야, 다 둘이가 다 둘라. ला दामी भयो यार योपालि चाहिँ कहिले नगएको ठाउँ जानु पायो मान्छेहरू आएको रहेछन् न यो पुलको तल रहेछ है ओए
Dula lạc bắt được. Let's go करते हैं तो तंग कंग मत हमको देश आ गया सर दी कंग मत दे तो दे रहा दी कंग मत दे 실로를 기부해서 그래. 실로 된디 삼바 기부해서 그래. Anti lang kita beretsa. Tidak tahu ini. There is a big crack here. That's why didn't seem like that's. 야, 내가 보다 습니다. Yeah, but 에스게. 야, 다 매직 파르. you be able to do this. Somebody but Ini dah orang itu tarik ini. Tilopadā double dressing. Ngoma di don't you meant to pitch you as a river dance of you. 아저 상만은 내 차지만 하면 되잖아. Someone did Lola look at 상만 로라. 중국 최저대신 여와서 단진 달라서 건다게 몰라. 딘저르잖아 전다단다의 심지엔 탐지. 상전난다 간데레게 고선 용매게 저주게는 여와 그제게 저주지 지세대마 도바데세도 기다 제와세라 군도야 티다도마 자야미다지 되게 된서 발라져마 그주저도 대선시라 대신에 선대단 베지도 신들라 바세마시 वाओ एकदम वान अफ द बेस्ट हैन एकदम धार्मिक खाली तीर्थयात्रा चाहिँ भयो योपालि चाहिँ यहाँदेखि देख्दा के थाहा हुँदैन है तपाईँले यो ओए कस्तो टाइप गर्छ यस्तो एउटा त्यहाँ रहेछ यता अलि यता रहेछ मेन चाहिँ यतापट्टि हात समात न त्यहाँ उनीहरू हेर ल यो ब्रिजको नाम चाहिँ यो ब्रिज चाहिँ पहिला इङ्ग्लिसको जमानामा ब्रिटिसको जमानामा बनाएको अरे भिक्टोरिया ब्रिज है हुनु नै एकदम इङ्ग्लिस तरिकाको ब्रिज रहेछ हो ठ्याक्कै यो ब्रिजको यहीँ गुफा छ है तेलोपाको गुफा अनि हाम्रो नारोपा तिलोपा पनि भन्नुहुन्छ होइन सबैले चिन्नुहुन्छ होला उहाँको नै होइन उहाँ यहाँ बस्नु भएर मेडिटेसन होइन घुम अनि प्रार्थना गर्नुभएको ठाउँ रहेछ है एकदम राम्रो के अनि भित्र बसेर अलि मेडिटेट गर्ने होइन अलि पाठहरू पढ्दाखेरि त एकदम मनमा शान्ति मिल्यो कि वाउ यो चाहिँ अब तेलोपाको पाठ गर्ने ठाउँ अरे अब चाहिँ हामी तेलोपाको किचनमा जाँदैछौँ किचनमा होइन तेलोपाको किचनमा होइन सायद अब कटिङ बोर्ड त्यो चक्कुहरू चाहिँ अहिले छैन होला माछा चाहिँ लिएको छ हामी अब तर किचन चाहिँ यहीँ अरे है तपाईँहरू पनि आउनु होला होइन कुनै दिन यो चाहिँ किचन हो कि क्या हो यो होला होइन ओहो
तेलोपाको किचन रहेछ है। वाउ, तपाईहरु चाहिँ आउनै पर्ने ठाउँ रहेछ यो चाहिँ। दामी हो कसम भन्यो। धेरै पछि यस्तो दामी ठाउँमा आयो। ल अब तेलोपाको गुफाको दर्शन हैन, तेलोपाको किचनको दर्शन पनि भयो। फोटोहरू खिच्यो हामीले। अब हामी फर्केर जाँदैछौँ है। हाम्रो मेन नेकोर चाहिँ खास नेकोर चाहिँ भोलि हुन्छ कि, तर आज सोचेकै थिएन हो अनएक्सपेक्टेडली। अनि यो ने चाहिँ घुम्न पाउँदा चाहिँ एकदमै खुसी लाग्यो कि मलाई। अब हामी जान्छौँ है गुम्बामा। अनि गुम्बा कुल्लु मनाली अझै 2 घन्टा लाग्छ अरे हैन। सो या यहाँ हेर्नुहोस् है, हेर्नुहोस् नेपालमा नभएको चिज। हाम्रो नेपालमा नभएको चिज है यो चाहिँ। वेलकम वेलकम, आइए आइए इधर आइए। गुम्बामा आइपुग्यो। अनि गुम्बा पाल्पुङ, एसियर अफ गेलिङ। यो चाहिँ अलि कुन्नातिर रहेछ कि। आमामा खोज्दा खोज्दा त्यहाँ तल गयो, फेरि माथि आयो, फेरि तल गयो। ल बल्ल तल पुग्यो। म एकछिन हिँडेर जाँदैछु कि यतापट्टि बाटो राम्रो थिएन हो, गाडी चढेन कि। अनि गाडीलाई अगाडि पठाएर हामी चाहिँ हिँडेर जाँदैछु है। यो बाइक त यो ठाउँ त हेर न हौ, लद्दाख जस्तो रहेछ यो ठाउँ त है। लद्दाख जस्तो रहेछ यो ठाउँ। ल गुम्बा आइपुगेँ। Seems like incense. टेस्टले दिखा नहीं रास्ता अभी बहुत हेलो